हेलो एभ्रिवान, नमस्ते, प्रणाम सबैमा है। आज पनि फेरि म केही कुराहरू सेयर गर्न जाँदैछु हजुरहरू समक्ष। आज चाहिँ मेरो आफ्नो भाव विचार भन्दा पनि मेरो टिकटक मेसेज बक्समा आएका क्वेसनहरूको झलकहरू चाहिँ हजुरहरूलाई म प्रस्तुत गर्नेछु होइन, सुनाउनेछु। र सकेसम्म म पनि एन्सर दिन कोसिस गर्छु, तर म पनि एउटा जीवनमा सिक्दै गरेको मानिस हुनाले त्यस्तो विज्ञ चाहिँ होइन। र सक्दो प्रयास चाहिँ म एन्सर दिने प्रयास उहाँहरूलाई गर्छु र तपाईँहरूलाई पनि छोटो केही जानकारी हुनसक्छ। मानिस न हो होइन, मैले केही कुरा जानेको छु भने अर्को व्यक्तिले अर्को कुरा जान्नुभएको हुन्छ। उहाँहरूले आफ्नो कुराहरू सेयर गर्नको लागि सोध्नुभएको होला, तर म उहाँहरूको पर्सनल मेसेज चाहिँ म देखाउँदिनँ, किनकि आफ्नो आफ्नो व्यक्तिगत कुराहरू हुन्छ होइन। अनि मैले चाहिँ उहाँहरूको मेसेज चाहिँ कति 8-9 जनाले मेसेजमा क्वेसनहरू गर्नुभएको छ क्या मलाई। अनि म एन्सर दिने कोसिस गर्छु है। मैले लेखेर राखेको छु, किनकि मलाई समय हुँदा चाहिँ मैले लेखेर राखेको छु क्वेसनहरू उहाँहरूको होइन। म उहाँहरूको फुल डिटेल चाहिँ भन्दिनँ, उहाँहरूले हेर्नुहुन्छ र सबजना मित्रहरूलाई पनि जानकारी हुनसक्छ। एकजना मित्रले लेख्नुभएको छ होइन, एउटा क्वेसन के गर्नुभएको छ उहाँले, लाइफ भनेको के हो भन्नुभएको छ होइन। अर्कोमा के भन्नुभएको छ नि, नाम मात्रै भने म थर भन्दिनँ है त। रिनाले सोध्नुभएको छ लाइफ भनेको के हो भनेर होइन। अर्को एकजना अनु भन्नेले सोध्नुभएको छ बिहे के हो खासमा, यसको भनिदिनुहोस् न थोरै केही बिहेको बारेमा भन्नुभयो होइन। अनि अर्को दिपाले सोध्नुभयो लाइफको उद्देश्य के हो भनेर सोध्नुभएको छ है। अर्को माया भन्नेले सोध्नुभएको छ के लाइफमा बच्चा जन्माउनु हाम्रो कर्तव्य हो भनेर सोध्नुभयो होइन। अर्को चाहिँ एकजना केटा मानिसले सोध्नुभयो है, राज भन्नेले के जीवन बिहे नगरे जीवन अधुरो हुन्छ र भनेर सोध्नुभयो होइन। अर्को सीता भन्ने हुनुहुन्छ, केटी मानिसले चाहिँ बच्चा जन्माउनु भन्दा ठुलो अरू केही हुँदैन र भनेर सोध्नुभएको छ होइन। अनि फेरि एकजना अर्कोले सोध्नुभएको छ समाजले चाहिँ किन बच्चा जन्माउनु पर्छ भनेर चाहिँ फोर्स गर्छन् भनेर सोध्नुभएको छ है। एकजना फेरि अर्कोले सोध्नुभएको छ। अनि एकजना चाहिँ लभमा हुनुहुँदो रहेछ कि खै के भयो थाहा छैन मलाई त चाहिँ होइन। अनि उमेर मिल्दैन तर निर्णय कसरी गर्ने बिहे गर्न भनेर सोध्नुभएको रहेछ है। अनि म हजुरहरूको क्वेसनको चाहिँ एक एन्सर चाहिँ म दिन्छु है त, सकेसम्म है सठिक रूपमा दिने प्रयास गर्छु। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट पनि लेख्न सक्नुहुन्छ है। रिनाजीलाई चाहिँ फर्स्टमा के भन्नुभयो भने लाइफ भने के भन्नुभएको छ होइन। लाइफ जीवन भनेको एउटा यात्रा हो, तपाईँ यात्रा गर्नुहोस् शरीर रहन्जेल होइन। अब अर्को बिहे भनेको के हो त, अब बिहे भनेको एउटा दुईटा चेतनाको सहयात्रा हो, मैले त्यति मात्रै भन्न चाहेँ होइन। अनि अर्को छ उहाँले दिपाजीले सोध्नुभएको लाइफको उद्देश्य के हो भन्नुभएको छ। लाइफको उद्देश्य भनेकै अनुभूति लिने हो क्या, हामीले अनुभव गर्ने अनुभूति लिने हो होइन। अनि अर्को क्वेसन के थियो, बिहे नगरे जीवन अधुरो हुन्छ र भन्नुभएको छ। अधुरो हुन्छ र भन्नुभन्दा पनि आफू अधुरो छ भन्ने थाहा छ भने चाहिँ आफू पूर्ण हुनुहोस्। अनि फेरि दुईजना अपुरो चेतना लिएर आएर गऱ्यो भने त त्यहाँ झन् द्वन्द्व उत्पन्न हुन्छ, काम छैन। त्यही भएर आफू पुरा हुनुहोस् अनि मात्रै बिहेको कुरा सोच्नु है त। अनि अर्को सीताजीले भन्नुभएको छ बच्चा जन्माउनु नै ठुलो कुरा हो र हाम्रो जीवनमा भन्नुभयो होइन। म केटीको जिन्दगीमा ठुलै कुरा हो, तर होइन बच्चा जन्माउनु भनेको एउटा चेतना जन्माउनु हो होइन। आमा भनेको त एउटा माध्यम मात्र हो खासमा होइन। आमाले चाहिँ करुणा, एउटा बच्चा चाहिँ करुणा सोच एउटा चेतना जन्माउनु हो होइन। जीवनको एउटा जन्म दिने हो नि त, त्यही भएर चाहिँ चेतना जन्माउने हो। सबैभन्दा ठुलो कुरा नै हो मैले चाहिँ माने, एउटा पार्टमा चाहिँ ठुलै कुरा हो मान्छु म चाहिँ होइन। अनि अर्को भीमाजीले सोध्नुभएको चाहिँ समाजले चाहिँ बच्चा जन्माउन किन फोर्स गर्छ भनेर सोध्नुभएको छ होइन। अनि समाजले चाहिँ फोर्स गर्छ किनकि समाजमा निरन्तरता दिनु छ नि त, एक पिँढीबाट अर्को पिँढी सार्नु छ नि त, त्यही भएर हो होइन त्यो। अनि समाजले भन्छ त्यो, तर तपाईँको आफ्नो मनको कर्म गर्नुहोस् न, मनले जे भन्छ त्यो कर्म गर्नुहोस् न होइन। अनि अर्को लीलाजीले सोध्नुभएको छ उमेर मिल्दैन तर निर्णय कसरी गर्ने बिहे गर्न भन्नुभयो होइन। उमेरले त निर्णय गर्दैन होइन, तर विचार नमिल्नु चाहिँ चेतना जागरुकताको कमी हो होइन। त्यही हो, विचार नमिल्नु चाहिँ अब चेतनाकै कमी हो।
त्यो उमेरले चाहिँ अचेतन पारिदिन्छ क्या। त्यही भएर कहिलेकाहीँ विचार नमिल्नु स्वाभाविक हो। अचेतन हुन्छ नि त। अचेतन माइन्डलाई चाहिँ चेतनामूलक माइन्डमा कन्भर्ट गर्ने र जागृकता हुने हो। ल मेरो एन्सरहरू चाहिँ तपाईँहरूलाई कतिसित बुझ्यो होइन? ल सर्ट रूपमा दिएको छ। लङ रूपमा एन्सर चाहनुहुन्छ भने पनि म भन्न चाहिँ रेडी छु। तर समय लाग्छ। मेरो पनि समय पाए पर्न नपर्न पनि सक्छ। त्यही भएर है त। हस्, थ्याङ्क यू फर वाचिङ। प्रणाम।